हेलो एभ्रिवान, हजुरहरू सबैजनालाई नमस्ते। अनि आज चाहिँ म फेरि पनि मिनी ब्लग हाल्न गइरहेको छु र आज चाहिँ हाम्रो चौरस्तामा ड्युटी परेको छ। अन्तखेरि म तपाईँहरूलाई आजको मेरो यो सानो मिनी ब्लग तपाईँहरूसँग पनि सेयर गर्छु। सो स्टे ट्युन गाइज। साथीहरू, म चाहिँ हिँडिसकेँ। अब त पुरा ढिलो भयो, घरको काम के गर्दा। हेलो, हामी चाहिँ भानुभवनमा आइपुग्यौँ र अब हाम्रो प्रोग्रामहरू स्टार्ट हुनु चाहिँ डल्लै छ। अन्तखेरि भर्खर खोले चाहिँ हामी चाहिँ अलिक छिटो भएछ। अन्त अब कहिले स्टार्ट हुन्छ त्यो त थाहा छैन। सो मेरो के भन्नु ला हाँसिएर म अब हामी चाहिँ एकछिन तल जान्छौँ। अन्त हामी चाहिँ यहाँनिर आज भोलिन्टियर ड्युटी गर्दैछौँ हो। अन्त यहाँ चाहिँ लिना दिनुहुन्छ है भनेर। अन्त यता प्रियङ्का नाना हो। अन्त हामी चाहिँ यहाँ भोलिन्टियरको ड्युटी नै यस्तो गर्दैछौँ हो। बाहिर चाहिँ टन घाम लागिरहेको छ हो। भोलिन्टियर खटाइरहेको छ होइन। अरू बेला चाहिँ हामी डान्सरहरू हो। आज चाहिँ अफिसबाट हामीलाई धेरै खदाहरू यो कतिवटा कुराको लागि चाहिँ खटाइरहेको छ। हाम्रो यहाँ अङ्कल पनि हुनुहुन्छ, हाई भनिदिनुहोस् न। हेलो, कस्तो छ? ठिकै छ? अब चाहिँ हामीले भित्र सबै कुराहरू सक्यो। अन्तखेरि भित्र के बसिरहनु भनेर चाहिँ यहाँ आमा हामी सबैजना कफी खाँदैछौँ। अहिले हामी कफी खाएर एकछिन यता आयौँ, एकछिन यता आएर कामहरू ताप्यौँ। अन्तखेरि चाहिँ अब हामीलाई भोक लाग्यो। अन्त अब हामी तल खाना खानु अफिसबाट भन्नुभएको थियो। अन्तखेरि अब हामी लन्चको लागि जाँदैछौँ। अन्त हामी यहाँबाट एलिस भिल्ला जानुपर्ने थियो। अन्त यहाँबाट ओह्रालो भएर जाँदैछौँ। अनि अन्त यहाँबाट जाँदाखेरि चाहिँ हामी ठिक्कै जिग्मी दादाले कल गर्नुभयो। अनि हामी सबैजना यहाँनिर बस्यौँ। हामी खानाको वेट गर्दै थियौँ। ठिकै खानाको वेट गर्दा हाम्रो सबैजनाको खाना पनि आयो। खानामा चाहिँ चाउमिन बनिदिनु भएको थियो। हामी सबै खानाहरू खाइसकेर चाहिँ ब्याक टु ड्युटी हामी आयौँ। अन्तखेरि यहाँ सबै कुराहरू सकेर चाहिँ अब हामी निस्किँदैछौँ। अब चाहिँ हामी गएको हो। अन्तखेरि अब हाम्रो सबै प्रोग्रामहरू गयो। अन्तखेरि अब हामी थ्याङ्क यू सो मच फर वाचिङ। बाई।